Hello, Namaste. Good morning, good evening, good afternoon, whichever part from the world you are watching our live. हामी फेरि पनि आज तपाईँहरू सामु चाहिँ लाइभ आइसकेका छौँ। हाम्रो यो पोडकास्टको चाहिँ सेकेन्ड एपिसोड हो। हामी चाहिँ अहिले यो पोडकास्ट चाहिँ नेपालबाट गरिरहेछौँ। वन्दनाजी क्यानाडाबाट हुनुहुन्छ भने म चाहिँ नेपालबाट। नमस्ते, मेरो नाम चाहिँ अञ्जनी महर्जन। प्रोफेसनली म चाहिँ रजिस्टर्ड नर्स हुँ र 2टा बच्चाको आमा पनि हुँ। साथसाथै मैले विगत 1 वर्षदेखि चाहिँ यो डिजिटल बिजनेस चाहिँ रन गरिरहेछु है। अनि आज पनि हामीले तपाईँहरू सामु चाहिँ हजुरहरूको जुन क्वेसनहरू छ, क्वाइरिजहरू छ, त्यसलाई क्लियर गर्नको लागि चाहिँ हामीले 2जना अमेजिङ गेस्ट चाहिँ यहाँ उपलब्ध गराएका छौँ। हामी हजुरहरूको क्वेसनलाई चाहिँ क्लियर गर्ने कोसिस गर्नेछौँ। Vandanaji, over to you. Please give your introduction. हेलो एन्ड नमस्ते। म चाहिँ क्यानाडाबाट अञ्जनीजीले भनिसक्नुभयो होइन। हाम्रो चाहिँ यो विकली पोडकास्ट हो र एभ्री फ्राइडे इभिनिङ चाहिँ क्यानाडाबाट रन हुन्छ भने एभ्री स्याटरडे मर्निङ चाहिँ नेपालबाट रन भइरहेको छ होइन। हामी बिजनेस पार्टनरले चाहिँ सबै मानिसहरूले चाहिँ उहाँहरूलाई पनि क्वेरिज आइरहेको हुन्छ, अञ्जनीजीलाई पनि मलाई पनि आइरहेको हुन्छ। सो सबै दुइटैको क्वेसनलाई चाहिँ कम्बाइन गरेर चाहिँ हामीले जति सके चाहिँ होइन हाम्रो चाहिँ लिड्सहरूको एन्सरलाई चाहिँ दिने प्रयास क्वेसनहरूको चाहिँ एन्सर दिने प्रयास गर्दैछौँ होइन। एभ्री विकमा चाहिँ जति कभर गर्न सक्छौँ हामीले। सो यही क्रममा चाहिँ आज हामीले अञ्जनीजीले भन्नुभयो हामी 2टा चाहिँ अमेजिङ गेस्टहरूलाई चाहिँ आमन्त्रण गरेको छु। त्योभन्दा अगाडि चाहिँ म सानो एउटा इन्ट्रोडक्सन मेरो दिइहाल्छु होइन। जतिले मलाई चिन्नुहुन्छ, हजुरहरूले मलाई चिन्नुहुन्छ, बट जो नयाँ हुनुहुन्छ र जसले पछि मलाई हेर्नुहुन्छ रिप्लेमा फर्स्ट टाइम उहाँहरूको लागि चाहिँ म सानो इन्ट्रोडक्सन दिन्छु। नमस्ते, मेरो नाम चाहिँ वन्दना पाण्डे हो। ओरिजिनली चाहिँ म काठमाडौँ नेपालबाट हो भने म विगत 11 वर्षदेखि चाहिँ क्यानाडाको चाहिँ क्यालगरीमा बस्दै आफ्नो फ्यामिलीहरूसँग चाहिँ बस्दै आइरहेको छु। मेरो फ्यामिलीमा चाहिँ हस्बेन्ड र एउटा छोरा र एउटा छोरी छन् होइन। सो अलमोस्ट 1 वर्ष भयो मैले यो बिजनेस चाहिँ डिजिटल बिजनेसलाई चाहिँ साइड हसलको रूपमा चाहिँ गर्दै गइरहेको छु। र यो बिजनेसलाई चाहिँ स्टार्टिङमा गर्दाखेरि चाहिँ म पनि यत्तिकै स्योर थिइनँ कि मैले बिजनेसलाई गर्न सक्छु कि सक्दिनँ भनेर होइन। तर चाहिँ यो बिजनेसलाई चाहिँ मैले चाहिँ साइड बाई साइड चाहिँ एकदम स्मुथली चाहिँ रन गर्दै आइरहेकी छु। र यही क्रममा चाहिँ मैले चाहिँ आफूले गरेको बिजनेसको अपर्च्युनिटीहरूलाई चाहिँ आफ्नो चाहिँ होइन आफूले चिने जानेको मानिसहरूमा चाहिँ सेयर गर्दाखेरि उहाँहरूले राख्नुभएको क्वेरिजहरूलाई चाहिँ जति पनि क्वेरिजहरू हुन्छ नि त्यसलाई चाहिँ हामीले चाहिँ राखेर चाहिँ उहाँहरूको प्रब्लमलाई चाहिँ सल्भ गर्नको लागि चाहिँ हामीले चाहिँ 2टा गेस्टहरूलाई चाहिँ आज आमन्त्रण गरेका छौँ। उहाँहरूलाई चाहिँ म स्टेजमा बोलाउँछु। फर्स्ट गेस्ट हुनुहुन्छ हाम्रो चाहिँ विनिताजी। नमस्ते विनिताजी, उहाँ चाहिँ युएसबाट हुनुहुन्छ। नमस्ते नमस्ते अञ्जलीजी, नमस्ते वन्दनाजी। उहाँ चाहिँ so much for inviting me. वेलकम विनिताजी, वी आर हार्टली वेलकम। उहाँ चाहिँ प्रोफेसन वाइज आरएन हुनुहुन्छ भने साइड बाई साइड बिजनेसलाई रन गर्दै गरिरहनु भएको छ। त्यस्तै गरेर चाहिँ अर्को गेस्ट हुनुहुन्छ हाम्रो अमेजिङ गेस्ट सुरेश श्रेष्ठजी। नमस्ते सुरेश श्रेष्ठजी, वेलकम टु आवर पोडकास्ट। अनि हाम्रो सुरेशजी हुनुहुन्छ ट्रेडिसनल बिजनेस ओनर प्लस नाउ प्राउड डिजिटल बिजनेस ओनर पनि हुनुहुन्छ। सो अञ्जनीजी, हामी चाहिँ गेस्टहरूलाई के फर्स्ट इन्ट्रोडक्सनबाटै स्टार्ट गर्ने कि कसरी गर्ने हो त? हुन्छ, हामी चाहिँ सुरुमा चाहिँ गेस्टहरूबाट इन्ट्रोडक्सन गरौँ होला। फर्स्टमा सुरेशजीले चाहिँ प्लिज गिभ यर सर्ट इन्ट्रोडक्सन। ओके, थ्याङ्क यू सबभन्दा पहिला त म यहाँलाई थ्याङ्क यू भेरी मच भन्न चाहन्छु यो प्लेटफर्ममा तपाईँहरूको यो सोमा चाहिँ मलाई इन्भाइट गरेर मेरा केही लाइफ जर्नी अथवा केही कुराहरू चाहिँ सेयर गर्ने मौका दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद है। मेरो परिचय दिनुपर्दा म सुरेश श्रेष्ठ हो र ओरिजिनली आइएम फ्रम गोर्खा नेपाल, बट सिन्स अ लङ इयर्स म चाहिँ हामी चाहिँ काठमाडौँमा नै बसिरहेको छौँ विथ माई फ्यामिली। र म एउटा ट्रेडिसनल बिजनेस ओनर हो प्रोफेसनल्ली। र अब 1 वर्षदेखि भनौँ होला, अलमोस्ट 1 वर्ष हुनै लाग्यो है, जनवरीमा 1 वर्ष हुन्छ। त्यसैले 1 वर्षदेखि चाहिँ मैले यो डिजिटल बिजनेसलाई चाहिँ साइड बाई साइड चाहिँ ग्रो गरिरहेको छु है। त्यही नै भन्न चाहेँ छोटकरीमा, परिचय चाहिँ यति नै गरौँ होला। थ्याङ्क यू। थ्याङ्क यू सुरजजी। सिमिलरली विनिताजी, हजुर पनि सर्ट इन्ट्रोडक्सन दिनु होला। ओके, थ्याङ्क यू सो मच अञ्जलीजी र वन्दनाजी, हजुरहरूले मलाई एज अ गेस्टको रूपमा चाहिँ यहाँ हजुरहरूको पोडकास्टमा बोलाउनु भयो। सो ग्रेटफुल टु बी हियर है। भनि नै सक्नुभयो मेरो नाम विनिता अर्याल, ओरिजिनल्ली नेपालबाटै हो, पक्कै पनि नेपाली नै बोलिरहेको छौँ हामी होइन। र करिब 3 वर्षदेखि चाहिँ युएसए बस्दै आइरहेको छु। म रजिस्टर्ड नर्स, मेरो 2वटा बच्चा छन् र सँगसँगै चाहिँ अलमोस्ट 10 मन्थ्स भयो मैले पनि
नर्सिङ इज नट इनफ भन्ने फिल गरेर चाहिँ आई स्टार्ट दिस बिजनेस होइन द्याट्स इट थ्याङ्क यू सो मच थ्याङ्क यू विनिताजी त्यही त हामी नेपाली हौँ होइन नेपाली भइकन पनि कोही क्यानाडा छौँ कोही अमेरिका छौँ होइन कोही नेपालमै छौँ तैपनि हामी एउटै प्लेटफर्ममा चाहिँ छौँ है यो चाहिँ हाम्रो एकदमै यो प्लेटफर्मको चाहिँ विशेषता भनौँ न होइन विभिन्न ठाउँमा बसेर पनि एउटै प्लेटफर्ममा बसेर हामी के त आफ्नो कुराहरू सेयर गर्न सक्छौँ होइन बिजनेसको बारेमा कुरा गर्न सक्छौँ भने अब आज चाहिँ हामी अब ढिला नगरिकन क्वेसनतिर जाऊँ होला फर्स्ट क्वेसन चाहिँ हामी सुरेशजीलाई नै राख्न चाहन्छु हजुर चाहिँ अघि हजुरले भन्नुभयो नि ट्रेडिसनल बिजनेसबाट आउनुभएको होइन भनेपछि अब ट्रेडिसनल बिजनेसमा र यो अहिले डिजिटल बिजनेसमा हजुरले चाहिँ मेन की डिफरेन्स चाहिँ के पाउनु भयो त हजुरले त्यसको बारेमा चाहिँ अलिकति ओके आई थिङ्क तपाईँको क्वेसन्सको एन्सर दिनको लागि यो होल सो तपाईँको यो पुरा सो नै कम हुन्छ जस्तो लाग्छ मलाई किनभने देयर आर लट्स अफ डिफ्रेन्स है यति धेरै डिफ्रेन्सहरू अब केही डिफ्रेन्सहरूको चाहिँ यहाँ छोटकरीमा चर्चा गरौँ है जस्तै फर्स्टमा अब ट्रेडिसनल बिजनेस गर्नको लागि त अब मैले ट्रेडिसनल बिजनेस वर्षौँदेखि गर्दै आएको हुनाले पनि यसमा अब लोकेसन्सको कुराहरू आउँछ लोकेसन्स चाहिन्छ त्यस्तै ह्युज क्यापिटलको आवश्यकता पर्छ है त्यस्तै जब मैले यो अनलाइन बिजनेस सुरु गरेँ यो सुरु गर्नको लागि त्यस्तो कुनै पनि कुराको आवश्यकता पर्दैन थियो यसमा त खालि एउटा माइन्डसेटको मात्रै आवश्यकता पर्ने हुन्छ है त्यस्तै अरू अब ट्रेडिसनल बिजनेसमा चाहिँ हामीलाई चाहिँ त्यसमा सिस्टमको त आवश्यकता पर्छ नै है तर ती बाहेक अब म्यान पावरको आवश्यकता पर्छ है इम्प्लोइजहरू धेरै चाहिन्छ हामीलाई है त्यस्तै गएर हामीलाई चाहिँ अब मार्केटमा चाहिँ कम्पिटिसन पनि भइरहेको हुन्छ है त्यो हुन्छ त्यसमा फिजिकल कम्पिटिसन हुन्छ भनेदेखि यहाँ चाहिँ हामीले चाहिँ यो माइन्डसेट बाहेक हामीले यसमा चाहिँ एउटा के हुन्छ भनेदेखि माइन्डसेट त हो नै तर त्यो बाहेक पनि यहाँ चाहिँ टिमवर्क अथवा चाहिँ हामीलाई चाहिँ ग्लोबल एउटा प्लेटफर्मको मात्रै आवश्यकता पर्ने हो अनि यसमा हामी एउटा सिस्टमलाई बिलिभ गरेर त्योभन्दा पनि पहिला त आफूलाई पनि बिलिभ गरेर चाहिँ यो ग्लोबल डिजिटल बिजनेसलाई चाहिँ रन गर्न सकिन्छ यो जसले पनि गर्न सक्ने कुरा हो ती बाहेक अब मैले ह्युज क्यापिटलको कुरा गरेँ होइन अब क्यापिटल भन्दाखेरि साँच्चै नै यो धेरै नै ठुलो क्यापिटल पर्छ अनि यसमा म्यानेजमेन्टको लागि अब चाहिँ एउटा म्यानेज गर्नुपर्ने हुन्छ है जस्तै एउटा टिम हुने हुनाले टिमलाई म्यानेज गर्नको लागि चाहिँ एउटा म्यानेजमेन्ट टिम पनि अलग्गै आवश्यकता पर्छ चाहिँ यो ट्रेडिसनल बिजनेस भनेको ट्रेडिसनल बिजनेस ह्यान्डल गर्नको लागि चाहिँ एउटा छुट्टै नलेज पनि चाहिन्छ अथवा ट्रेनिङ पनि चाहिन्छ सुरेशजीको चाहिँ आज त्यहाँ प्रब्लम आएछ नेटवर्कमा प्रब्लम आएको जस्तो छ होइन सो एकछिन वेट गरौँ है आउट हुनुभयो जस्तो ठिकै छ सुरेशजी चाहिँ अहिले चाहिँ स्टेजमा नआउनु जेल चाहिँ हामी चाहिँ बिन्दाजीलाई चाहिँ अर्को क्वेसन राखौँ न त होइन सो विनिताजी सबैलाई थाहा छैन चाहिँ मैले पनि भनिहालेँ विनिताजीले पनि भन्नुभयो उहाँ चाहिँ प्रोफेसर वाइज चाहिँ आरएन हुनुहुन्छ युएसमा भनेर होइन सो विनिताजी हजुर चाहिँ नर्सिङ जब चाहिँ सबैलाई थाहा छ होइन स्पेसली नेपालमा होस् कि अब्रोड जहाँ भए पनि नर्सिङ जब भनेको यो हेल्थ फिल्डमा भनेको जब चाहिँ कहिले पनि जबलेस हुँदैन हामी नेपालबाट यहाँ आउनेको मतलबै र नर्सिङमा छिर्नुको मतलब चाहिँ कहिले पनि हामीलाई चाहिँ जबलेस हुन नपरोस् भन्ने हिसाबले चाहिँ हामी चाहिँ त्यो जोइन गरेको हुन्छ नर्सिङलाई जोइन गरेको हुन्छौँ हजुरले चाहिँ नर्सिङमा चाहिँ यस्तो राम्रो चाहिँ देख्दा अपर्च्युनिटी देख्दा पनि यो बिजनेस जोइन गर्नु पछाडिको रिजन चाहिँ के हो त अनि लाइक अब क्वेसन त हजुरको अगाडि आइसकेको छ होइन वाट मेक यु रियलाइज द्याट नर्सिङ जब अलोन इज नट लाइक इनफ फर यु फर द लङ टर्म फ्रिडम अर द रिटायरमेन्ट प्लानको लागि चाहिँ यो मात्रै इनफ छैन भन्छ कतिखेर लागेर किन लाग्यो त हजुरलाई द्याट्स भेरी ब्युटिफुल क्वेसन थ्याङ्क यू वन्दनाजी है अनेस्टली भन्नुपर्दा चाहिँ मेरो नर्सिङको क्षेत्र करिब 15 वर्ष मैले नर्सिङमा जागिर गरेँ होइन ट्रुली चाहिँ हु आई एम भनेर चाहिँ मलाई नर्सिङले नै बनायो होइन आज म जे छु जहाँ छु नर्सिङकै कारणले छु होइन त्यही भएर नर्सिङ इज माई बेस इज माई फाउन्डेसन होइन तर जुन कुरा मैले नर्सिङबाट पाएँ जुन चाहिँ अनेस्टली चाहिँ नर्सिङले मलाई इन्कम त दियो नि डेफिनेटली इन्कम दियो वेयर एभर आई वाज होइन नेपालमा भए पनि युएसमै भए पनि वेयर एभर आई वाज इन्कम इज नट अ प्रब्लम होइन तर देयर इज नो फ्रिडम फर मी कि अनि म चाहिँ कस्तो मान्छे भन्दाखेरि चाहिँ अलवेज बच्चाहरूको लागि चाहिँ म प्रेजेन्ट हुन पाऊँ म चाहिँ उनीहरूको
उनीहरूको अगाडि हुन पाऊँ, उनीहरूसँग चाहिँ उनीहरूलाई चाहिँ मैले आफूले नर्चर गर्न सकु भन्ने खालको मान्छे. बट आई ह्याड टु वर्क लाइक 4 or 5 days अनि त्यसपछि 15, 16, 17 hours के, विच इज लट होइन. जसले गर्दाखेरि चाहिँ दिस इज टु मच. र म चाहिँ यही नर्सिङकै जागिर पुरेर चाहिँ अन्टिल अप टु 65 इयर्ससम्म बसेर रिटायर हुन म सक्दिनँ भन्ने चाहिँ एउटा कुरा. र अर्को कुरा चाहिँ यति टाइट हुने कि सिफ्ट, अब मैले भनि नै सकेँ मेरो कति लङ आवर्स हुन्थ्यो भनेर होइन. यति टाइट हुने कि त्यो सिफ्ट र स्केड्युलले गर्दाखेरि चाहिँ आई वाज नट देयर फर एनिथिङ के, फर माई किड्स होइन स्पेसल्ली. अनि प्लस अब माइसेल्फ आफ्नै कुरा पनि आयो होइन. मेरो हेल्थ प्रब्लमहरू पनि आउँदै गयो, जसले गर्दाखेरि चाहिँ जबसम्म म नेपालमा थिएँ यत्रो लामो सिफ्ट थिएन नि त. म यहाँ युएस आएको त भर्खर 3 वर्ष मात्रै भयो. र पनि आई रियलाइज भेरी अर्ली देन अदर्स. यो कुरा चाहिँ सिरियसली हो कि मैले कोही अरू नर्सिङ साथीहरूसँग कुरा गरेँ भने 10 वर्ष 15 वर्ष भयो भन्नुहुन्छ. बट हो रियलाइज त भएको छ, बट दे क्यान्ट मुभ फरवर्ड फ्रम देयर के होइन. बट आई रियलाइज एन्ड आई चुज अ डिफ्रेन्ट पाथ भनेर चाहिँ आई एम प्राउड अफ माइसेल्फ भन्न चाहन्छु होइन. र दोज टु वर द भेरी बिग रिजन आई स्टार्टेड दिस बिजनेस. र मैले चाहिँ के चाहन्थेँ भन्दाखेरि बच्चाहरूसँग प्रेजेन्ट पनि हुन सकु, साथसाथै चाहिँ आई still want to grow financially on the side होइन. र मैले जस्ट एउटा पेचेक, एउटा मनी, एउटा इन्कमको सेक्युरिटी मात्र हेरिनँ कि आई चुज द अप्सन्स होइन. इफ आई हेभ अ लट अफ अप्सन वाइ क्यान्ट आई होइन. त्यही भएर चाहिँ मैले नर्सिङ जागिर क्विट त गरिसकेका छैन, but still I expanded my choices, my options, and I secure my long-term freedom. त्यही भएर नै मैले चाहिँ over my nursing career, I chose the digital field. I started this online business. Thank you so much. Obviously, बिन्ताजी है अब हामीले एज अ नर्स होइन, हजुर पनि नर्स हुनुहुन्छ, म पनि नर्सै भएँ. त्यो कारणले गर्दाखेरि नर्सको पीडा मलाई पनि थाहा छ. हामीले ड्युटी गर्दाखेरि होइन सिफ्ट वाइज ड्युटी गर्नुपर्छ. हामीले मर्निङ सिफ्ट, इभिनिङ सिफ्ट, नाइट सिफ्ट, जसले गर्दाखेरि हामीले घरमा चाहेको बेलामा हामीले टाइम दिन सकिरहेको हुँदैन होइन. घरमा चाहिँ फङ्सन भइरहेको हुन्छ, हाम्रो फेस्टिभल्सहरू आउँछ होइन. त्यो बेला पनि हाम्रो चाहिँ के हुन्छ त ड्युटी होइन. हामीले त्यो ड्युटीलाई चाहिँ फेरि त्यति बेला नै भन्न पनि नसक्ने होइन. त्यस्तो खाली ड्युटी हो कि नर्सिङ भनेको जब चाहिँ कस्तो खाली भन्दाखेरि हाम्रो फ्यामिली प्रायोरिटी भन्दा पनि अगाडि आउने प्रायोरिटी हो नि त होइन. पेसेन्ट केयर हाम्रो फर्स्ट प्रायोरिटी हुन्छ. त्यो कारणले गर्दाखेरि हामीले चाहिँ टाइम फ्रिडम भनेको चाहिँ हाम्रो त्यसमा छैन भने हाम्रो यो बिजनेसमा चाहिँ एकदमै हामीलाई फ्लेक्सिबल छ होइन. हामीले चाहेको बेलामा यो बिजनेस गर्न सक्छौँ, चाहेको बेला हामीले बच्चाहरूलाई फ्यामिलीलाई टाइम दिन सक्छौँ होइन. त्यो रिजन हजुरको रिजन मेरो रिजन पनि सेमै हुन आउँछ. म पनि सेमै कन्डिसनबाट आएको है. थ्याङ्क यू फर ब्युटिफुल एन्सर. हाम्रो सुरेशजीको अघि टेक्निकल प्रब्लम आएको थियो होइन, त्यही भएर उहाँ केही टाइमको लागि आउट हुनुभएको थियो. उहाँलाई फेरि वेलकम गर्दै हजुरले अघि गर्दै गर्नुभएको क्वेसनको एन्सर चाहिँ फेरि कन्टिन्यू गरिदिनु होला. ओके थ्याङ्क यू. टेक्निकल प्रब्लम आयो. मैले चाहिँ यो भनौँ न एक हिसाबले भन्दाखेरि अब डिफ्रेन्स जस्तो अब यो चाहिँ अब ट्रेडिसनल बिजनेस र ग्लोबल बिजनेसमा चाहिँ के डिफ्रेन्स छ भन्ने जस्तो कुराहरूमा चाहिँ केही पोइन्ट्सहरू राख्दै थिएँ. म फेरि कन्टिन्यू गर्न चाहन्छु. बेसिकली हाम्रो यो ट्रेडिसनल बिजनेसहरू चाहिँ लोकल्ली चाहिँ हामीलाई हेभी प्रेजेन्सको आवश्यकता पर्छ कि. जस्तै हामी जुन एरियामा हाम्रो बिजनेस छ त्यो एरियामा नै फोकस हुने हुनाले अब त्यसको सर्टेन एरियालाई मात्रै चाहिँ त्यसले कभर गर्न सक्छ अथवा सर्टेन कन्ट्रीभित्र मात्रै कभर हुन सक्छ. अब हुन त इन्टरनेसनली पनि गरिरहेछन्, तर जेनरली हामी इन जेनरलमा कुरा गर्दा त्यस्तो हुन्छ भने यो डिजिटल बिजनेस भनेको त अब यसको ग्लोबल रिच नै हुने भयो, ग्लोबल कनेक्सन नै हुने भयो होइन. यो चाहिँ एकदमै महत्त्वपूर्ण डिफ्रेन्स हो जस्तो पनि लाग्छ मलाई. अनि त्यस्तै गरी हाम्रो यो ट्रेडिसनल बिजनेस चाहिँ यसमा चाहिँ अब हाम्रो सफलता अथवा चाहिँ सक्सेस अब कति पाउने भन्ने कुरा चाहिँ अब यसमा चाहिँ क्यापिटलमा पनि डिपेन्ड गर्ने भयो होइन. साथसाथै गएर चाहिँ मेनली अब एक्सपिरियन्स र क्यापिटलमा डिपेन्ड गर्छ भनौँ न. अब कस्तो खालको एक्सपिरियन्स छ, हु इज रनिङ द ट्रेडिसनल बिजनेस होइन, उसले चाहिँ कसरी म्यानेज गरेर अगाडि लैरहेको छ भन्ने कुरामा हुन्छ भने. तर यो अब डिजिटल बिजनेसमा चाहिँ त्यस्तो हुँदैन. तपाईँको कुनै एक्सपिरियन्स नै चाहिँदैन हामीलाई डिजिटल बिजनेस रन गर्नको लागि अथवा चाहिँ सुरु गर्न नै पनि र अब रन गर्दै जाँदा पनि अथवा बिल्ड गर्दै जाँदा पनि हामीलाई कुनै एक्सपिरियन्सको आवश्यकता पर्दैन. किनभने यो डिजिटल बिजनेसमा स्पेसली इन आवर प्लेटफर्म यसमा त हामीलाई स्क्रच लेभलदेखि नै सबै ट्रेनिङ्सहरू यहीँ नै उपलब्ध हुने, अनि मेन्टरसिप त्यस्तै कोचिङ यस्ता कुराहरू सबै यहीँ उपलब्ध हुने हुनाले पनि
यो चाहिँ अलिकति सजिलो पनि छ र यसमा चाहिँ धेरै क्यापिटल चाहिँ इन्भेस्टमेन्टको चाहिँ धेरै आवश्यकता पनि पर्दैन स्मल अमाउन्ट अफ क्यापिटलबाट नै चाहिँ यसलाई जसले पनि चाहिँ रन गर्न सक्नुहुन्छ इभन फ्रम देयर ओन पेस भनेर भनौँ न होइन आफ्नो घरबाट ट्राभल गर्दै हुन्छ भने पनि एनी वान क्यान रन दिस बिजनेस फ्रम एनीवेयर भनेर भन्न चाहन्छु म यस्तो धेरै डिफ्रेन्सहरू त छन् नै अब यसमा चाहिँ मेनली हामीलाई चाहिँ माइन्डसेट र कन्सिस्टेन्सीको भने आवश्यकता हुन्छ यो डिजिटल बिजनेसलाई रन गर्नको लागि जस्तै हामी अहिले पनि यहाँ प्रेजेन्स भइरहेको छौँ यो दिस इज अ पार्ट अफ आवर डिजिटल बिजनेस हामीले चाहिँ कन्सिस्टेन्सी देखाइरहेको छौँ अथवा चाहिँ हामी चाहिँ सो अप चाहिँ गरिरहेको छौँ किनभने वी निड टु सो अप म के हो भनेर इफ आई डोन्ट सो अप नो बडी नोज है हो वाम मार्केटमा अथवा सानो एरियामा फ्यु नम्बर अफ पिपलले चाहिँ अलरेडी मलाई जान्नुहुन्छ मेबी दे नो स्टिल है उहाँहरूले पनि के त भने म के गरिरहेको छु वाट आर माई एक्टिभिटिज भन्ने कुरा चाहिँ इफ आई डोन्ट सो अफ दे विल नट नो है त्यसले गर्दाखेरि यो हाम्रो सोसियल मिडियामा प्रेजेन्स र हाम्रो सो अफको चाहिँ एकदमै ह्युज आवश्यकता छ निड छ भनेर भन्न चाहन्छु म यो हाम्रो डिजिटल बिजनेसमा चाहिँ किनभने मेरो एभ्री सक्सेस अथवा जति पनि कुराहरू हुन्छ यो डिजिटल बिजनेसमा मैले देखाइरहेको ती कुराहरूलाई अरूले देखेर एटलिस्ट हामीले उहाँहरूलाई चाहिँ इन्सपायर गर्न सक्यौँ भने चाहिँ दे विल कनेक्ट अस है उहाँहरू पनि इन्सपायर भएर चाहिँ यो बिजनेसमा आउनुहुन्छ त्यसै चाहिँ विभिन्न खालको चाहिँ फरकहरू त छन् नै मैले चाहिँ केही छोटकरीमा केही कुराहरू चाहिँ यहाँ सेयर गर्ने कोसिस गरेँ थ्याङ्क यू भेरी मच थ्याङ्क यू सुरेशजी अब जति पनि मानिसहरूले चाहिँ सोचिरहनु भएको छ बिजनेस गर्ने स्पेसली ट्रेडिसनल बिजनेस गर्ने या कुनै पनि बिजनेस गर्ने सोचिरहनु भएको छ उहाँहरूको लागि चाहिँ सुरेशजीले एकदम सजिलो बनाइदिनु भयो होइन कुन बिजनेस चुज गर्ने त होइन किनभने यसको डिफ्रेन्स यति राम्रोसँग बताइदिनु भयो र यसमा चाहिँ क्यापिटलदेखि लिएर होइन हजुरहरू चाहिँ कहाँबाट कसरी रन गर्नुहुन्छ जस्तै सुरेशजी बस्नुहुन्छ काठमाडौँमा उहाँले चाहिँ हाम्रो डिजिटल बिजनेस चाहिँ काठमाडौँबाट गर्नुमा चाहिँ ट्रेडिसनल बिजनेस नै गर्नुहुन्छ तर उहाँले चाहिँ काठमाडौँबाट बाहिर जाने क्रममा चाहिँ आफ्नो ट्रेडिसनल बिजनेसमालाई चाहिँ बन्द गर्नु पऱ्यो नि त केही सर्टेन टाइमको लागि तर डिजिटल बिजनेस त इट विल गो विथ हिम होइन जहाँ जानुहुन्छ उहाँ चाहिँ ट्रेडिसनल आफ्नो डिजिटल बिजनेस साथसाथमा जान्छ उहाँले चाहिँ अहिले रन पनि गराउनु भएको छ होइन सो एक्जाम्पल उहाँले देखाइसक्नु भएको छ सो हेर्नु त फिजिकल प्रेसेन्स चाहिएन हामीलाई लो इन्कम लो बजेटमा गर्न पाइयो हामीले होइन एउटा स्टोरहरू चाहिएन हामीले स्ट्याकअप के पनि गर्न परेन सो कति ब्युटिफुल छ क्या यसको चाहिँ अब सुरेशजीले भनिहाल्नु यो भन्न थाल्यो भने हाम्रो चाहिँ होइन पुरै रात जान्छ होला सिक्रेटमा नजाउँ होइन हामी चाहिँ नेक्स्ट क्वेसनमा जाउँ हाम्रो चाहिँ बिन्ताजीलाई अर्को क्वेसन राखौँ होइन सो विनिताजी हजुरले चाहिँ होइन अब नर्सिङ जबबाट चाहिँ जम्प गरेर एकैचोटि डिजिटल प्लेटफर्ममा आउनुभयो नि त हजुर होइन त्यसरी आउने क्रममा चाहिँ हजुरले चाहिँ च्यालेन्ज फेस गर्नु भएन त कम्प्लिटली नयाँ थिङ लर्न गर्नुभयो नि त गर्दै हुनुहुन्थ्यो र गर्दै हुनुहुन्छ र गर्नु पनि हुन्छ फ्युचरमा होइन त्यो गर्दा चाहिँ हजुरलाई चाहिँ त्यस्तो के च्यालेन्जेसहरू आयो कि आएन त्यो आयो भने चाहिँ हजुरले चाहिँ कसरी ओभरकम गर्दै जानु भइरहेको छ त Thank you so much for the question, Vandanaji. Absolutely a lot, challenges होइन म त एउटा सुई घोप्ने मान्छे सिधा भन्नुपर्दा होइन नर्स हो नि सर्भिस ओरिएन्टेड मान्छे हामी त जागिर खाने हो पैसा कमाउने हो सर्भिस वी आर सर्भिस ओरिएन्टेड पर्सन होइन त जसले चाहिँ अरूले दिएको इन्स्ट्रक्सन जुन हामीले लर्न गऱ्यौँ जुन स्किल लर्न गऱ्यौँ त्यो स्किल निभाउने मान्छे होइन सर्भिस कम्प्लिट गर्ने मान्छे चाहिँ टोटल्ली एउटा नयाँ फिल्डमा छिरेको हो कि म चाहिँ होइन डिजिटल फिल्ड त्यो पनि मार्केटिङ वी आर इन द मार्केटिङ फिल्ड होइन हामीले डिजिटल बिजनेस भने नि वी आर डुइङ अट्र्याक्सन मार्केटिङ होइन त्यो भनेको कम्प्लिटली न्यू थियो मेरो लागि आई ह्याड नो बिजनेस ब्याकग्राउन्ड आई ह्याड नो नलेज आई हेभ नो एक्सपिरियन्स अबाउट इट होइन त अनि त्यसपछि हाम्रो नर्सिङको ब्याकग्राउन्ड के छ त भन्दा हामी सिधै एसएलसी पछि चाहिँ डिरेक्टली हामी नर्सिङ पढ्यौँ अनि पिसिएल डिग्री अथवा हुन्छ नि +2 प्लस ब्याचलर हामीले नर्सिङमै सुरु बेसदेखि हामी नर्सिङमै पढ्यौँ सो वी ह्याड नो नलेज इभन इन द स्कुल के अब क्लास 10 सम्म त हामीलाई बिजनेसको रिलेटेड के पनि पढाइएको हुँदैन +2 पछि बल्ल वी क्यान चुज नि द दोज सब्जेक्ट्स होइन त्यसले गर्दाखेरि आई ह्याड जिरो बिजनेस नलेज जिरो बिजनेस ब्याकग्राउन्ड र जिरो के इट वाज टफ एट फर्स्ट के टु अन्डरस्ट्यान्ड होइन अनि रियली कन्फ्युज overwhelmed के हो त यो म गर्न सक्छु होला त डाउट अन माइसेल्फ के आई न्यू सिस्टम विल वर्क फर मी awesome great system छ राइट प्लेटफर्म हो होइन इट्स awesome भन्ने कुरा थाहा छ बट आई स्टिल डाउट माइसेल्फ होइन those were the challenges but I reminded myself I keep tell myself I'm here today just because I learned from zero I learned from scratch and at the same time I was
accountable to myself. I was consistent, and I was patient to myself. That's how I can overcome all the challenges, हैन. त्यो बेलामा त्यो challenges आउने बेलामा चाहिँ growth पनि uncomfortable feel हुन्थ्यो कि हैन. growth हुने हो नि यो sign भनेको we are growing every day, we are learning every day, हैन. But still it feels like uncomfortable, हैन. But at the same time चाहिँ मलाई के feel हुन्थ्यो भन्दाखेरि चाहिँ म त्यही अगेन त्यही लङ सिफ्ट गर्नको लागि, अगेन त्यही ढाड दुखाउनको लागि, अगेन त्यही खुट्टा दुखाउनको लागि, र अगेन आई हेभ नो टाइम भन्नको लागि am I going back to nursing job भनेर I question again and again and again. Those were my challenges, and this is how I overcome all the challenges. I'm here today. Very हुन्छ नि अहिले चाहिँ अहिले during this 10 months journey चाहिँ हैन, I feel like wow, I learned a lot, हैन. This is my growth, and this is business is my completely new topic, but still I'm doing it from the zero, and I'm growing it in it भन्ने चाहिँ मलाई लाग्छ, हैन. That's what it is. Thank you so much for the question. Thank you, Vandana ji. Anjani ji, you are muted. Okay. Anjani ji, you are muted. Okay. Okay. ओके थ्याङ्क यू बिन्ताजी. हजुर चाहिँ अब एउटा नर्सिङ प्रोफेसनबाट अब टोटल्ली नयाँ होइन डिजिटल प्लेटफर्ममा इन्ट्री हुँदाखेरि त अब च्यालेन्जेसहरू त आउने नै भयो नि अभियसली, होइन. अब त्यो च्यालेन्जेसहरू भइकन पनि हाम्रो जुन यो बिजनेसमा भएको जुन हाम्रो सिस्टम छ होइन, हाम्रो यो कम्युनिटी छ, त्यसको साथसाथै जुन ट्रेनिङहरू छ होइन, त्यो सबैले चाहिँ हाम्रो च्यालेन्जेसहरूलाई चाहिँ ओभरकम गर्नलाई चाहिँ अवश्य मद्दत गर्छ, होइन. भनेपछि हजुरले पनि त्यही पाथवे युज गरेर चाहिँ अहिले सक्सेस पाउँदै हुनुहुन्छ, होइन. थ्याङ्क यू सो मच फर यर सेयरिङ. नेक्स्ट क्वेसन फर सुरेशजी. सुरेशजीको लागि नेक्स्ट क्वेसन के छ भन्दाखेरि चाहिँ हजुरले अघि नै भनिसक्नुभयो है, हाम्रो यो बिजनेसमा चाहिँ मेन कुरा भनेको माइन्डसेट भन्नुभयो नि, होइन. माइन्डसेट चाहिन्छ भनेपछि अब यो माइन्डसेट पनि अब डिफ्रेन्ट प्रोफेसनबाट आउँदाखेरि कस्तो खाली माइन्डसेट हुनुपर्छ त? माइन्डसेट त माइन्डसेट होइन, तर कस्तो माइन्डसेटहरू लिएर चाहिँ हामी यो बिजनेसमा चाहिँ आउन सकिन्छ होला? हजुर प्लिज एन्सर दिस क्वेसन. ओके थ्याङ्क यू. हो, माइन्डसेट सिफ्ट अथवा माइन्डसेट भनेको एकदमै आवश्यकता हो यो बिजनेस गर्नको लागि. जस्तो कुन खालको प्रोफेसनलबाट भन्नुभयो, अब डिफ्रेन्ट all kinds of professionals होइन can enter into this business. They can build this business भन्छु म. जस्तो बडिज होइन अथवा समोन इज इम्प्लोइ हो भनेदेखि त्यो इम्प्लोइ भन्ने एउटा थिङ्किङ हुन्छ नि त, उसको पर्सेप्सन अथवा उसको माइन्डसेट हुन्छ नि. त्यसलाई जस्तै अब ओनरसिप थिङ्किङ आउनु पऱ्यो उसमा है. अब यो चाहिँ हाम्रो यहाँ ट्रेनिङ्स एभाइलेबल ट्रेनिङ्समा पनि यस्ता कुराहरू आउँछन् होइन, हाउ टु डेभलप द्याट काइन्ड अफ थिङ्किङ भन्ने. तर सबैभन्दा पहिला त आफू भित्रैबाट चाहिँ अब जस्तै इम्प्लोइ थटबाट चाहिँ उसलाई चाहिँ ओनरसिप थिङ्किङ आउनु पऱ्यो, होइन. अब यो त्यति गाह्रो कुरा त होइन. हामीले बोल्दाखेरि अब हाउ टु चेन्ज 81 इम्प्लोइ थिङ्किङबाट अथवा चाहिँ ओनरसिप थिङ्किङ कसरी आउँछ भन्ने कुराहरू यो आफैमा आउने कुरा हो. जस्तो हामीलाई लाइफमा चाहिँ आइरहेको हुन्छ तर हामीले कहिलेकाहीँ नोटिस नगरेको हुन सक्छौँ है. जसरी चाहिँ सुरेशजीको फेरि पनि प्रब्लम आयो जस्तो छ है. सुरेशजी आउट अफ सिटी हुनुहुँदो रहेछ, त्यही भएर उहाँको चाहिँ प्रब्लम आइरहेको छ. ओके एक सेकेन्ड 1-2 सेकेन्ड दिनु पर्ला. आउनु भएन भने चाहिँ अनि कन्टिन्यू गर्नु पर्ला. हुन्छ बिन्ता सिसलाई के एड गर्न मन छ भने वी क्यान माइन्ड सिफ्टको बारेमा नि के माइन्डसेट नि डेफिनेटली अब उहाँले भन्दै नै हुनुहुन्थ्यो होइन. फर्स्टमै हामीले चाहिँ आइएम रेडी टु ग्रो, आइएम रेडी टु चेन्ज र आइएम रेडी टु लर्न भन्ने माइन्डसेटले हामी इनिसिएट गऱ्यौँ होइन. केही न केही इफ यु डोन्ट ह्याभ द्याट माइन्डसेट होइन, हजुरहरूले कहिले पनि देख्नुहुन्न कि अपर्च्युनिटी कहिले पनि देख्नुहुन्न, पोसिबिलिटिज कहिले पनि देख्नुहुन्न कि, बिकज यु हेभ द्याट फिक्स्ड माइन्डसेट होइन. किन म आइएम इम्प्लोइ, आई हेभ द्याट इम्प्लोइ माइन्डसेट. अघि मैले सर्भिस ओरिएन्टेड भनेको जस्तो होइन, इम्प्लोइ माइन्डसेट. अनि त्यो इम्प्लोइ माइन्डसेट हुने बित्तिकै वी नेभर सी द अपर्च्युनिटी, वी नेभर सी द पोसिबिलिटिज, वाट वी क्यान डु भनेर आफ्नो पोटेन्सियल पनि हामीले देख्न सकिँदैन कि. सो
त्यो देख्नको लागि मात्रै अपर्च्युनिटी हेर्नको लागि मात्रै के छ त वाट आर द अपर्च्युनिटी आउट देयर भनेर हेर्नको लागि मात्रै पनि वी निड द्याट माइन्डसेट हाम्रो सुरेशले कन्टिन्यू गर्नुहुन्छ माफ गर्नु होला आइ एम रियली भेरी सरी होइन आई डोन्ट नो म चाहिँ अहिले हामी बाहिर छौँ है हामी चाहिँ एउटा रिसोर्टमा छौँ हिजोदेखि हामी मैले यहाँ अलिकति भन्न चाहेँ है टेक्निकल प्रब्लम्स आएको हुनाले अब आफ्नो घरमा भएदेखि यस्तो प्रब्लम पनि आउँदैन थियो होइन अब किनभने यो बिजनेसलाई त हामीले यो डिफ्रेन्सेसमा पनि कुरा गऱ्यौँ मैले केही बोल्न चाहेँ प्लिज माफ गर्नु होला हामी जहाँ कहीँबाट पनि यो बिजनेसलाई रन गर्न सक्छौँ भनेर मैले भनिरहेको छु अन्त सेम है जसरी नै म चाहिँ अहिले एउटा जङ्गलको बिचमा छु रिसोर्ट्समा छु विथ माई बिजनेस टिम है अलिकति चिसो मौसमको कारणले म बाहिर छैन म रुमभित्रै छु अलिकति भन्दा पनि अत्याधिक नै चिसो छ यहाँ हामी रियली यो पानीको थोपाहरू शीतहरू परिरहेको छ त्यसैले बाहिर चाहिँ म चाहन्थेँ म बाहिर बसौँ बाहिरबाट अलिकति केही सिनहरू पनि देखाउँ भन्ने चाहन्थेँ तर चिसोको कारणले अब मलाई धेरै खोकी पनि लाग्यो अहिले अलिक ठिक हुँदैछ तातो पानी खाइरहेको छु होइन त्यो कारणले म भित्रै बसिरहेको इन्टरनेट त राम्रै थियो होइन तर यहाँ त्यो डिस्ट्रप्सन भइरहेको छ होइन डिस्कनेक्सन भइरहेको छ जब म बोलिरहेको हुन्छु त्यसले गर्दा अलिक मेरो माइन्डसेट चाहिँ अहिले अलिकति नराम्रो फिल भइरहेछ मलाई होइन थाहा छैन म कन्टिन्यू गर्न चाहन्छु है त्यो थियो हाम्रो यो माइन्डसेटको कुरा गरिरहेको थियौँ हामी अब जस्तै अब मैले भनिरहेको थिएँ एउटा इम्प्लोइ माइन्डसेटबाट चाहिँ ओनरसिप माइन्डसेट अथवा चाहिँ म ओनर हो म आफ्नै बोस हुन्छु भन्ने त्यो खालको माइन्डसेट हुनुपर्छ भन्ने कुरा आइरहेको अनि त्यस्तै गरी अर्को यसमा चाहिँ अब यो क्विकली रिजल्ट आउँदैन यसमा त्यसैले चाहिँ यसमा चाहिँ अब लर्निङ आउँछ पहिला है रिजल्ट्सभन्दा पहिला चाहिँ लर्निङ गर्नुपर्ने हुन्छ यसमा किनभने वी डु हेभ अ ह्युज लर्निङ पोर्टल भन्न चाहन्छु म यसमा चाहिँ यो हाम्रो प्लेटफर्ममा है चाहिन्छ त्यस्तै गरी चाहिँ अरू भन्नुपर्दा चाहिँ अब हामीले चाहिँ जहिले पनि एभ्री डे अब कन्सिस्टेन्सी भन्छ नि हामी न्यू स्किल्सहरू अथवा चाहिँ नयाँ हामीले यो टेक्नोलोजीलाई चाहिँ लेभरेज गर्ने हो अनि विभिन्न चाहिँ टुल्सहरूलाई लेभरेज गर्नुपर्ने हुन्छ यो बिजनेसमा किनभने हाम्रो रिच चाहिँ ग्लोबल गराउनको लागि बढाउनको लागि टेक्नोलोजी र विभिन्न टुल्सहरूलाई चाहिँ लेभरेज गर्नुपर्ने हुन्छ अनि त्यसमा पनि हामीले चाहिँ फोकस गर्नुपर्ने हुन्छ त्यो किसिमको माइन्डसेट हुनुपर्छ यसमा होइन अनि अर्को कुरा भनेको जो कोही पनि यो बिजनेसमा आउनुहुन्छ होइन पहिला उहाँहरूले सोच्नुहुन्छ म एक्लै गर्ने होला होइन भन्ने सोच्नुहुन्छ अनि म के भन्न चाहन्छु नो बडी इज एलोन हियर इन दिस डिजिटल बिजनेस तर किनभनेदेखि यहाँ चाहिँ एउटा टिममा गर्ने बिजनेस हो यो होइन अब जस्तै टिममा गर्ने हुनाले हामीले चाहिँ पहिला त आफूलाई चाहिँ एउटा टिम मेम्बरको रूपमा चाहिँ सोच्नुपर्ने हुन्छ है त्यो किसिमको माइन्डसेट पनि राख्नुपर्ने हुन्छ यहाँनिर किनभने इन्डिभिजुअल्ली हामीले चाहिँ होइन अब छिटो सफलता पाउन सक्लौँ कतै कुनै ठाउँमा तर हामी टिममा अथवा चाहिँ टुगेदर हामी अगाडि बढ्यो भने चाहिँ पर्मानेन्ट सफलता पाउन सक्छौँ हामीले त्यहाँ होइन अलिकति पर्मानेन्ट टाइपको पाउन सक्छौँ किनभने तपाईँले कुनै गल्ती गर्न पनि पाउनुहुन्छ यो डिजिटल बिजनेसमा होइन गल्ती गर्दाखेरि तपाईँलाई चाहिँ सपोर्ट गर्ने अनि त्यस्तै तपाईँलाई चाहिँ गाइड गर्ने चाहिँ यहाँ एउटा ठुलो टिम छ है त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ एउटा माइन्डसेटमा चाहिँ के हुनुहुन्छ यो टिममा हामी गरिरहेछौँ भन्ने एउटा चाहिँ यो टिम भनेको यति पावरफुल कुरा हो यो त सबैलाई थाहा भएकै कुरा हो होइन यो हामीले चाहिँ धेरै पहिलादेखि नै सुन्दै आएको कुरा हो जस्तो एउटा नेपालीमा एउटा उखान नै छ होइन जसले म यहाँ भन्न सान्दर्भिक जस्तो देख्छु है त्यो भाइ फुटे अब गवार लुटे भन्ने चाहिँ त्यस्तै नै हो त्यसैले हामी एउटा टिम चाहिँ एउटा ठुलो हुनुपर्छ र टिममा नै गर्ने हुनाले चाहिँ टिममा आफूलाई एडजस्ट पनि गराउनु पर्ने हुन्छ त्यो किसिमको एउटा माइन्डसेट चाहिँ हुन जरुरी छ त्यस्तै अब यो हाम्रो बिजनेसमा चाहिँ अब प्रोग्रेस अथवा चाहिँ सक्सेस भनौँ न यी कुराहरूले चाहिँ त्यो ओभरनाइट पाउन सकिँदैन है त्यसैले इट टेक्स टाइम अनि त्यसको लागि हामीले कन्सिस्टेन्सीको कुरालाई जोड्यौँ नि त अब लगातार कुनै पनि कामलाई चाहिँ सानो सानो इफोर्ट लगाइराख्नुपर्ने भनौँ न कन्सिस्टेन्सीलाई त्यसरी बुझौँ होइन जस्तै आज कुनै एउटा अलिकति काम गऱ्यो अब 2-3 दिन आफ्नो प्रेजेन्स नै नराख्ने होइन अब आउट भइदिने अनि त्यसरी चाहिँ यसमा प्रोग्रेस हुँदैन यसमा चाहिँ डेली बरु तपाईँले चाहिँ एक दिनको चाहिँ 5 मिनट दिन सक्नुहोस् तर डेली दिनुहोस् यसमा दिनुपर्ने हुन्छ त्यो माइन्डसेट चाहिन्छ है अब आफू अब एक्स्ट्रा चाहिँ बाहिर कुनै काममा अथवा चाहिँ फ्यामिली यो भनेर हामीले टाइमलाई म्यानेज गर्नको लागि सक्छौँ किनभनेदेखि आफूलाई म बिजी छु भन्ने किसिमको चाहिँ हाम्रो माइन्डसेट भयो भने विल बी बिजी के हामी बिजी नै हुन्छौँ कुनै पनि एउटै काममा म बिजी छु भनेर पनि त्यो थिङ्किङ राखेको हुन्छ जस्तै मेरै पर्सनल कुरा त म पहिला त्यही नै सोच्थेँ म ट्रेडिसनल बिजनेस गरिरहेको छु मेरो फ्यामिली छ म एउटा प्यारेन्ट जस्तै ड्याडी पनि हो 2टा बच्चाको होइन अनि ओहो म त यस्तो बिजी छु कहाँ मैले अरू कुरा गर्न सक्छु र म सक्दिनँ होला भन्ने म सोच्थेँ कि त्यो मेरो माइन्डसेट मात्रै थियो तर आज मैले यही कुरालाई ब्यालेन्स गरेर त जस्तै मेरो ट्रेडिसनल बिजनेस अनि मेरो फ्यामिली मेरो बच्चा हो मैले पनि बच्चाहरूलाई होमवर्क गराउँछु बच्चाहरूलाई स्कुल पुर्याउन जान्छु स्कुलमा लिन जान्छु भनेर यस्तो कामहरू गर्नुपर्छ नि त अनि त्यो कुरालाई हेरेर मैले चाहिँ म एकदम बिजी छु भन्ने सोच्थेँ कि तर जब मेरो माइन्डसेट चेन्ज भयो नि त यो बिजनेस मैले गर्न सक्ने रहेछु
सोसल मिडियामा चाहिँ तिनी टाइमलाई युज गरेर गर्न मिल्ने रहेछ। त्यसैले माइन्डसेटले चाहिँ एकदमै धेरै म्याटर गर्छ क्या यहाँनिर। अब यस्तो कुराहरू चाहिँ यहीँ नै आएर मैले सिकेको हो। जस्तै लाइफ एकदम ब्यालेन्सिङ भएको छ, प्लस एउटा डिसिप्लिन्ड लाइफ चाहिँ मैले यहाँ आएर पाएको छु कि त्यो अलगै टाइपको डिसिप्लिन। जस्तै मैले के गर्नुपर्छ, टिमलाई मैले कसरी हेल्प गरिराख्नुपर्छ भनेर यस्तो हेल्पिङ माइन्डसेट पनि हुनुपर्छ यहाँ। हामी जस्तै टिमको कुरा गर्दाखेरि टिमबाट हेल्प लिने मात्रै होइन, वी हेभ टु सेयर आवर एक्सपिरियन्स। हामीले आफ्नो एक्सपिरियन्स पनि अरूलाई सेयर गर्नुपर्ने हुन्छ, अथवा चाहिँ आफ्नो नलेज हुन्छ नि हामीले अरूलाई सेयर गर्नुपर्ने हुन्छ, किनभने यो त हामीले टिममा गर्ने हो, टिममा ग्रो हुने, थ्राइभ हुने हो है। त्यसैले चाहिँ माइन्डसेटले एकदमै हरेक ठाउँमा म्याटर गर्छ, तर यो बिजनेसमा चाहिँ है बेसिकली एकदमै धेरै इम्पोर्टेन्स रोल चाहिँ गर्छ भन्ने मलाई लाग्छ। मैले यति नै भन्न चाहेँ। थ्याङ्क यू सुरेशजी। सुरेशजीले सजिलोसँग बताइदिनु भयो होइन माइन्डसेटको बारेमा चाहिँ। अब हामीले चाहिँ अलवेज पोजिटिभ माइन्डसेट हुनुपर्छ हामीसँग जहिले पनि होइन। एड गर्न चाहेँ मैले, अब जस्तो सुरेशजीले भन्नुभयो यो चाहिँ रातारात चाहिँ होइन ओभर द नाइट हामी चाहिँ रिच हुने स्किम होइन हाम्रो। यो चाहिँ कुनै पनि बिजनेसमा पनि हुँदैन र हामीले चाहिँ काम गर्न जाँदा पनि काहीँ पनि हुँदैन यो होइन। जस्तो सुरेशजी ट्रेडिसनल बिजनेस ओनर पनि हुनुहुन्छ, उहाँले त्यो ट्रेडिसनल बिजनेस गर्दा पनि त उहाँले म रातारात धनी हुन्छु भनेर त गर्नुभएको होइन नि त होइन। त्यसमा पनि त उहाँको पेसेन्स चाहियो होइन, कन्सिस्टेन्सी चाहियो, सबै कुरा चाहिन्छ, सबैमा म्याटर गर्छ यो कुरा, सबै कुरामा म्याटर गर्छ होइन। आउँछ च्यालेन्जेस आउँछ, इच एन्ड एभ्रिथिङमा आउँछ। मैले पहिलोचोटि जागिर खान जाँदाखेरि पनि त म सबै प्रो भएर त गएको होइन नि त, त्यहाँ पनि त मलाई च्यालेन्जेस आयो नि त होइन। त्यो लर्न गर्दै जाने हो, जाने आफूले चाहिँ आफ्नो जर्नीमा चाहिँ त्यो लर्न गर्दै जाने क्रममा चाहिँ हामीले चाहिँ ओभरकम गर्न पनि सिकिन्छ। सबै कुरा चाहिँ हामीलाई सिकाउँछ। झन् सुरेशले भनिहाल्नुभयो हामीसँग चाहिँ ट्रेनिङ्सहरू हुन्छ, मेन्टर, कोचेस, ग्लोबल सपोर्ट हुन्छ भन्नुभयो होइन। हामी चाहिँ यो एक्लैले रन गर्ने बिजनेस होइन हो, बिजनेस हाम्रो हो, हामीले रन गर्ने हो, तर हामीलाई चाहिँ ग्लोबल इन्टायर टिमको चाहिँ सपोर्ट हुन्छ, सो चाहिँ स्मुथली जान्छ होइन। सो सुरेशजीलाई हामी त स्टेजबाट कतिपल्ट आउट हुनुभयो होइन, तर उहाँ चाहिँ कन्सिस्टेन्ट हुनुभयो क्या। मैले चाहिँ मेरो अडियन्सहरूलाई चाहिँ होइन इन्गेज गराउनको लागि चाहिँ म चाहिँ कमब्याक हुनुपर्छ नि, उहाँ कमब्याक हुनुभयो नि हो। हामीले चाहिँ हामी सबै अडियन्सहरूलाई चाहिँ के हुन्छ नि, हामीले चाहिँ यसबाट चाहिँ लेसन लर्न गर्नुपर्छ कि वी हेभ टु हेभ अ पोजिटिभ माइन्डसेट होइन। सो यति भन्दै चाहिँ म हाम्रो चाहिँ बिन्ता सिस्टरलाई चाहिँ अर्को एउटा चाहिँ क्वेसन राख्न चाहन्छु। Share one honest truth about this business that you are running right now. Okay, thank you, Bandanaji. Very beautiful question, होइन। अब वान अनेस्ट ट्रुथ भन्दा पनि धेरै नै ट्रुथ त आइ नै सक्यो हाम्रो कन्भर्सेसनबाटै होइन। त्यसमध्ये सबभन्दा ब्युटिफुल एकदमै सबभन्दा हाइएस्ट ट्रुथ अथवा हुन्छ नि एउटा सर्वोच्च भन्छौँ नि हामीले, त्यो चाहिँ फ्लेक्सिबिलिटी भन्छु मैले होइन। फ्लेक्सिबिलिटी भन्न खोजेको अघि सुरेशजीले नै भन्नुभएको थियो, हामी जहाँ गए पनि ट्रेडिसनल बिजनेस त मैले मेरो पसल उठाएर लान त सक्दिनँ म, बट आई क्यान क्यारी माई बिजनेस वेयर एभर आई गो, बट आई निड माई वाइफाई भनेर भन्नुभयो होइन। वाइफाईको कारणले आउट भए पनि, तर इफ यु हेभ द्याट वाइफाई, इफ यु हेभ यर फोन, यु क्यान क्यारी योर बिजनेस on your pocket के। that's one flexibility with this business होइन। त्यो बाहेक अरू त हाम्रो टिम कम्युनिकेसनबाट आइ नै सक्यो। हामीसँग टिम छ, ग्लोबल रिच छ, वी आर नट अलोन होइन, कम्युनिटी सपोर्ट छ, अनि त्यो सबै नै कुरा त छँदै नै छ। त्यो एभ्रिथिङ आर द ट्रुथ होइन। हजुरहरू हेरेर बाहिर हेरेर मात्र बसेर त केही पनि देखिँदैन नि त होइन, पक्कै पनि भित्र आउनुपर्छ सबै कुरा बुझ्नको लागि त होइन। र मैले अर्को एउटा रियल ट्रुथ के भन्छु भन्दा अघि पनि आइ नै सकेको थियो, दिस बिजनेस इज नट अ म्याजिक भनेको चाहिँ भन्छ है। हजुरहरूले जति सोसियल मिडियामा जे देखे पनि they had that consistency, they had that time frame, र जसले गर्दाखेरि उहाँहरूले रिजल्ट पाउनुभयो, that's not the magic होइन। अनि त्यसपछि अघि वन्दना सिसले हाम्रो सुरेशजीले भन्दै हुनुहुन्थ्यो, इट्स नट अ ओभरनाइट सक्सेस होइन त। सो यसले चाहिँ हामीलाई एभ्रिडे लर्निङ, कन्सिस्टेन्टली सो अप गर्नु पर्यो, अनि प्रोसेसलाई ट्रस्ट गर्नु पर्यो, र सँगसँगै चाहिँ हाम्रो टिम वर्क चाहिँ हुनु पर्यो कि, त्यही नै छ होइन मेन ट्रुथ। र अर्को एउटा ब्युटी के छ त भन्दाखेरि चाहिँ वी आर बिल्डिङ अराउन्ड आवर लाइफ, नट अगेन्स्ट अर नट अवे फ्रम आवर लाइफ कि। यो बिजनेस आउने बित्तिकै मेरो लाइफ चाहिँ भत्ताभुङ्गै हुन्छ होला, सबै बिग्रिन्छ होला भनेर जुन खालको सोचाइ हुन्छ नि बिजनेस सुरु गर्नुभन्दा अगाडि, नो द्याट्स नट ट्रु होइन। अघि सुरेशजीले भन्नुभएको थियो मेरो माइन्डसेट यसरी चेन्ज भयो कि आई क्यान ब्यालेन्स एभ्रिथिङ भनेर भन्नुभयो नि। सो वी आर बिल्डिङ दिस अराउन्ड आवर लाइफ के।
होइन त। सो मैले पनि के गर्छु, मसँग 2टा बच्चा छ, स्टिल पनि मैले फुल टाइम काम त छैन मेरो, गर्दिनँ मैले अहिले, पार्ट टाइम काम गर्छु, बट स्टिल पकेट अफ टाइम निकालेर चाहिँ आइएम वर्किङ फर माई बिजनेस होइन, आइएम ग्रोइङ दिस एज अ मम, बिङ अ मम। अनि जसले गर्दाखेरि चाहिँ मेरो माइन्डसेट, मेरो बिलिफ, मेरो सेल्फ वर्थ, मेरो फाइनेन्सियल सबै कुरा चाहिँ चेन्ज भएको छ। दिस इज द रियल ट्रुथ द्याट वी अल said about our business. Thank you so much, Vandana. थ्याङ्क यू बिन्ताजी। अभियसली हाम्रो चाहिँ यो बिजनेसको रियल ट्रुथ, अनेस्ट ट्रुथ भन्नुपर्दाखेरि फ्रिडमकै कुरा आउँछ, कन्सिस्टेन्सीकै कुरा आउँछ होइन। त्यसै गरी जुन हाम्रो कम्युनिटी छ, त्यो कम्युनिटीसँग हामी के त जोडिएर जानु पर्यो। एक्लै हामीले यो बिजनेस गर्छु भनेर सकिँदैन होइन। यही कुराहरू नै हाम्रो अब अनेस्ट ट्रुथमा पर्दछ। र अब हामीसँग क्वेसन बाँकी छ कि छैन वन्दनाजी? एउटा क्वेसन छ, त्योभन्दा अगाडि चाहिँ हामी कमेन्ट्सहरू हेरिहाल्ने हो कि होइन? कमेन्ट्सहरू रहेछ। ओके ओके हुन्छ, एकचोटि म हेर्छु है त। हुन्छ ओके, कमेन्ट्समा चाहिँ हाम्रो रेस पालिखेलजीले गुड मर्निङ भनेर लेख्नु भएको छ। गुड मर्निङ रेसजी। त्यस्तै गरी शोभा श्रेष्ठजीले वाचिङ लाइभ फ्रम नेपाल, गुड टु सी यु अल टुगेदर। थ्याङ्क यू शोभाजी वाचिङ आवर लाइभ। त्यसै गरी रिना दवाडीजीले चाहिँ हेलो एभ्री वान वाचिङ लाइभ फ्रम ललितपुर नेपाल भन्नुभएको छ। हेलो रिनाजी, थ्याङ्क यू फर वाचिङ आवर लाइभ। त्यसै गरी सबिला जोशी वाचिङ लाइभ फ्रम नेपाल, थ्याङ्क यू सबिलाजी वाचिङ आवर लाइभ। सपना सैजो वाचिङ लाइभ फ्रम नेपाल, ग्ल्याड टु सी यु दी भनिरहेको छ। ग्ल्याड टु सी यु अल, थ्याङ्क यू सपनाजी। थ्याङ्क यू अल फर वाचिङ आवर लाइभ एन्ड योर कमेन्ट्स। ओके, नेक्स्ट क्वेसन प्लिज वन्दनाजी, के छ अब हाम्रो बाँकी क्वेसन? हाम्रो चाहिँ सुरेशजीलाई छ लास्ट क्वेसन एउटा। ओके सुरेशजी, हजुरलाई लास्ट क्वेसन है। एनी इन्सपाइरिङ सक्सेस स्टोरिज यु वुड लाइक टु सेयर विथ आवर अडियन्स? ओके, थ्याङ्क यू फर द क्वेसन्स। ओके, अब यो सक्सेस स्टोरिज भन्दाखेरि चाहिँ यसलाई सक्सेस भन्दा पनि म के भन्न चाहन्छु, मेरो आफ्नै यो डिजिटल बिजनेसको जर्नीमा मैले के सिकेँ, कसरी यसमा अगाडि बढ्नुपर्छ भन्ने कुरालाई, अथवा चाहिँ मैले ठुलो लेसन छ कि यहाँनिर होइन, म त्यो सेयर गर्न चाहन्छु। आई थिङ्क द्याट इज मोर देन इनफ है टु इन्सपायर अदर भन्छु म। जस्तो यहाँनिर हामीले कन्सिस्टेन्सीको धेरै जसो बिजनेस एन्टरप्रेनर्सहरूले, डिजिटल बिजनेस एन्टरप्रेनर्सहरूले चाहिँ कन्सिस्टेन्सीको आवश्यकता पर्छ र माइन्डसेटको आवश्यकता पर्छ भनेर चाहिँ भनिराख्नु भएको हुन्छ होइन। अनि मैले चाहिँ एउटा मैले डिस्कभरै गरेको त होइन कि, मैले चाहिँ यो चाहिँ एक्सपिरियन्स गरेको कुरा हो। यसमा चाहिँ एउटा सो अप भने अघि मैले एकचोटि भनेको पनि थिएँ, सो अपको आवश्यकता कति हुन्छ यहाँनिर। आई थिङ्क मोर देन कन्सिस्टेन्सी भन्न चाहन्छु। हुन त यो प्यारलल वर्ड्स हो, जस्तै सो अप भनेको नि के हो त भन्दा हामीले कन्सिस्टेन्टी नै देखाउनु हो, तर त्यसले कति चाहिँ इम्प्याक्ट पर्छ भन्ने कुरा चाहिँ म यहाँ देखाउन चाहन्छु। कसलाई भने होइन, डिफ्रेन्ट प्रोफेसनल्स, डाइभर्स प्रोफेसनबाट आउनुभएको, जुनसुकै प्रोफेसनबाट आउनुभएको व्यक्तिहरू होस्। र त्यसमा फेरि मैले जोड्न चाहेँ प्यारेन्ट्सहरूलाई चाहिँ म डेफिनेटली जोड्न चाहन्छु है, जो प्यारेन्ट्सहरू हुनुहुन्छ अथवा चाहिँ भनौँ न, मैले प्यारेन्ट्सलाई मात्रै जोड्न चाहेँ, डिफ्रेन्ट प्रोफेसनल र प्यारेन्ट्सलाई है, अरू बाँकी सबै नै जोडिनुहुन्छ यसमा प्रोफेसनल्स भन्ने बित्तिकै। मैले यो बिजनेसलाई जनवरीमा 2025 है 2025 जनवरीमा सुरु गरेको हो। अलमोस्ट 5 to 6 months जति चाहिँ म एक्टिभ भइनँ यो बिजनेसमा, किनभने म बिजी थिएँ। मेरो आफ्नो ट्रेडिसनल बिजनेसमा मेरो माइन्डसेट नै थियो कि म बिजी छु यहाँ, म प्यारेन्ट्स पनि हो, घरको पनि सहयोग गरिरहेको हुन्छु, अनि म आफ्नो बिजनेसमा बिजी छु भनेर एउटा कम्फोर्ट जोनमा बसिरहेको थिएँ म है। अनि म चाहिँ हामीले चाहिँ सो अप गर्नुपर्ने हुन्छ नि त, कन्सिस्टेन्सी देखाउनु पर्ने हुन्छ, जुन मैले गरिनँ है। त्यो कारणले आई डिड नट गेट एनी रिजल्ट्स के, स्टिल मलाई कुनै टेन्सन चिन्ता त्यस्तो केही पनि थिएन है। म त्यस्तो अब ओहो मेरो यो भएन ल, बर्बाद भयो भने म त्यस्तो केही सोचिरहेको थिइनँ कि। हामी स्मलली त्यही एउटा कम्फोर्ट जोनमा गइरहेको थिएँ। 6 months भइसक्यो, इट्स अ लङ टाइम नि त है। अब 6 महिना भनेको त लामो हो। मैले इन्भेस्टमेन्ट गरेको छु केही सर्टेन एमाउन्ट भए पनि हो, हाम्रो चाहिँ ट्रेडिसनल बिजनेसमा जस्तो ह्युज एमाउन्ट नभए पनि केही त गरेको छु है। अनि यहाँ चाहिँ इन्भेस्ट गरेर ओभरनाइट केही आउने त होइन नि त रिजल्ट्स है, आफूले केही त सो अप त गर्नुपर्ने रहेछ नि, कन्टिन्यू सो अप गर्ने। अनि म आफ्नै मसँगै जोइन हुनुभएको केही बिजनेस ओनरहरूलाई मैले हेरेँ, उनीहरूसँग म टिममा एक्टिभ भइरहेको थिएँ, तर मैले चाहिँ सोसियल मिडिया प्लेटफर्ममा आफूलाई सो अप गरिरहेको थिइनँ है। किनभने म त्यो कम्फोर्ट जोनमा नै थिइनँ, म सोसियल मिडिया पर्सन थिइनँ, म क्यामेरा साई पर्सन थिएँ, सबैले भन्नुहुन्छ तर म पनि थिएँ है। अनि त्यही भएर मैले सो अप गरिनँ। आई डिड नट गेट एनी रिजल्ट्स, इभन आई डिड नट गेट, मैले यहाँ भन्नु मिल्ने हो कि मिल्ने होइन, इभन आई डिड नट गेट अ सिङ्गल बायर। मैले भने यहाँनिर है त्यस्तो हुने रहेछ सो अप गरेनौँ भने है। अनि
अलमोस्ट 5 to 6 मन्थमा मसँगै जोइन हुनुभएको चाहिँ मेरो फेलो बिजनेस पार्टनरहरूले चाहिँ एकदमै राम्रो चाहिँ ग्रोथ गर्नुभएको थियो। मैले पनि गरेको थिएँ ग्रोथ है, यो पर्सनली प्रोफेसनली ग्रोथ गरिरहेको थिएँ कि त लर्निङमा र स्किल नलेज पाउनको लागि चाहिँ मैले एकदमै ग्रोथ गरिरहेको थिएँ। तर फाइनेन्सियली म जिरोमा नै थिएँ, यो बिजनेसबाट मलाई रिजल्ट जिरो नै थियो है। अनि मेरो साथीहरूले एकदमै राम्रो इन्कम गर्न थाल्नुभयो है। मैले इन्कमको कुरा गरिरहेको छु यहाँ, माइट बी इट्स नट बेटर, तर गर्नै पर्ने हुन्छ किनभने यो सो अपले चाहिँ कति इम्पोर्टेन्स राख्छ, जसले चाहिँ अरू इन्सपायर हुन सकुन् भन्ने कुरा चाहिँ हामी यहाँ गरिरहेको छौँ नि त। मलाई इन्सपायर गर्नुपर्ने छ नि त, मेरो रियल स्टोरी नै मैले भन्न खोजेँ। अनि उहाँले चाहिँ सो अप गरेको कारणले चाहिँ राम्रो इन्कम जेनेरेट गर्न थालिसक्नुभयो। तर त्यस पछाडि मलाई मेरो माइन्डमा क्लिक भयो कि उहाँले कसरी इन्कम जेनेरेट गर्नु सक्नुभयो त, अरूलाई इन्सपायर त गरिराख्नु भएको छ, तर इन्कम कसरी जेनेरेट गर्नुभयो, सो अप गर्नुभयो। डेली उहाँहरूले कन्टेन्ट्सहरू बनाएर राख्नुहुन्थ्यो अरूलाई इन्सपायर गर्नको लागि, भिडियोजहरू हाल्नुहुन्थ्यो, विभिन्न च्यालेन्जेसहरू एक्सेप्ट गरेर चाहिँ त्यसलाई चाहिँ आफूले सो अप गर्नुहुन्थ्यो, तर मैले गरिरहेको थिइनँ। अनि मैले त्यो मेरो माइन्डमा क्लिक भयो, हामीले सो अप गर्नुपर्ने रहेछ, सो अप इज द मोस्ट इम्पोर्टेन्ट पार्ट इन दिस बिजनेस भनेर मैले बुझेँ। अनि त्यस पछाडि मैले आफूलाई चाहिँ सुरु गरेँ, सो अप गर्नको लागि सुरु गरेँ। म पनि लाइभ जान थालेँ होइन, कहिलेकाहीँ यसो छोटो मिठो, अनि त्यस्तै मैले भिडियोजहरू बनाउन थालेँ होइन। अनि आफ्नो फेस मैले देखाउन थालेँ। अनि मैले चाहिँ आफूले जानेको केही कुराहरू अरूलाई सेयर गरेर चाहिँ अरूलाई इन्सपायर गर्नको लागि कोसिस गर्न थालेँ। किनभने यो प्लेटफर्म भनेको एउटा के हो भने अरूलाई इन्सपायर गर्नु, अरूलाई मद्दत गर्ने पनि एउटा ठुलो अपर्च्युनिटी चाहिँ हामीले यहाँ पाउँछौँ। अनि अरूलाई मद्दत गरेर अरूलाई हेल्प हुँदाखेरि उनीहरूले पनि सफलता पाउँदाखेरि एउटा फुलफिलमेन्ट हामीले पाउँछौँ नि, त्यो फुलफिलमेन्ट हामीले अरू कुनै पनि ठाउँबाट पाउन सक्दैनौँ है। द्याट इज होइन, द्याट काइन्ड अफ फुलफिलमेन्ट हामीले यहाँ पाउन सक्दैन। त्यसले सो अप इज भेरी इम्पोर्टेन्ट भनेर भन्छु म। यदि तपाईँहरू पनि आफूलाई सो अप गर्न चाहनुहुन्छ कन्सिस्टेन्सीका साथ भनेदेखि चाहिँ दिस प्लेटफर्म इज फर यु होइन। यसले तपाईँको लाइफ चाहिँ के त परिवर्तन हुनसक्छ। सो त्यसैले चाहिँ सो अप इज मोस्ट इम्पोर्टेन्ट भनेर भन्न चाहन्छु म, इन्सपायर गर्नको लागि। थ्याङ्क यू। थ्याङ्क यू सुरेशजी, थ्याङ्क यू फर यर इन्सपायरिङ स्टोरिज होइन। लाइक सुरेशजीले भनिहाल्नुभयो होइन, सुरेशजीले चाहिँ भन्नुभयो अब त्यो बायर भन्ने वर्डलाई नि कसरी लिने, कसले कसरी लिने भन्ने हुँदो रहेछ क्या। जस्तो मैले चाहिँ त्यो बायर भन्ने वर्डलाई चाहिँ इन्भेस्टर भनेर हाल्छु क्या। सबैले चाहिँ आफ्नो तरिकाले हाल्ने रहेछ क्या। त्यो आफ्नो बिजनेसमा छिटिसकेपछि बिजनेसलाई चाहिँ कसरी हेरिन्छ र बिजनेसलाई चाहिँ हामीले के गरिरहेछौँ भनेर चाहिँ हामीले चाहिँ वर्डहरू चाहिँ होइन खोज्ने क्रममा चाहिँ हामीले चाहिँ उहाँले बायर भनेर हाल्नु भने मैले इन्भेस्टर भनेर हालेँ। किनभने बिजनेस हो, अफकोर्स बिजनेस चाहिँ एक्लै आफै रन हुँदैन होइन। सो बिजनेस रन गर्नको लागि हामीलाई कोही न कोही चाहिन्छ। जस्तै ट्रेडिसनलै बिजनेस भनौँ न, हजुरले चाहिँ ट्रेडिसनल बिजनेस गर्न थाल्नुभयो अरे, हजुरको चाहिँ अब कपडा पसलै छ भने त्यो कपडा पसलमा कोही पनि आइदिएन भने हाउ क्यान यु रन द बिजनेस होइन। सुनर लेटर त हजुरले बन्द गर्नु पऱ्यो पसल। सो हजुरहरूले चाहिँ कसैलाई चाहिँ एडभर्टाइज गरेर हुन्छ कि पोस्टर बनाएर हुन्छ कि के गरेर हुन्छ त होइन, मान्छेलाई त अट्र्याक्ट गर्नु पऱ्यो नि त, तान्नु पऱ्यो नि त, द्याट्स मार्केटिङ होइन। हामीले हाम्रो बिजनेसमा के गर्छौँ त अट्र्याक्सन मार्केटिङ गर्छौँ। मान्छे तान्ने नै हो, तर कसरी गर्छ त अट्र्याक्सन मार्केटिङ। हामीले चाहिँ सामान बेचेर या सेल गरेर चाहिँ गर्दैनौँ, हामीले अट्र्याक्सन मार्केटिङबाट चाहिँ तान्छौँ होइन। र जो पनि हाम्रो चाहिँ कन्टेन्टलाई मन पराएर हाम्रो बिजनेसमा छिर्नुहुन्छ र हामीले बिजनेस गर्ने भने चाहिँ हामी इन्भेस्टमेन्टको कुरा गरेको छौँ नि त, इन्भेस्टमेन्ट इज मस्ट भनेर भनेको छ नि। एनी बिजनेसमा चाहिँ हामी चाहिँ सेयर होल्डर बनिरहेको नि त, एउटा कम्पनी भइरहेको हो 50 वर्षदेखि मार्केटमा भइरहेको कम्पनीमा हामी चाहिँ सेयर होल्डर बनेको नि त। त्यो मार्केट त्यो हामीले त त्यसमा चाहिँ इन्भेस्ट गरेर हामीले चाहिँ के गर्ने हो, केही नै गर्ने होइन, हामीलाई उहाँहरूले सेयर होल्डर बनाउनुहुन्छ होइन। सो सेयर होल्डर भए चाहिँ त्यो आफ्नो बिजनेस हो नि त। अब आफ्नो बिजनेसलाई कसरी रन गर्नु हामीले आफैले सोच्नु पर्यो होइन। यो क्रममा चाहिँ हामीले चाहिँ मानिसहरूलाई चाहिँ अट्र्याक्सन गरेर जब भित्र ल्याउँछौँ उहाँहरूले पनि त्यो बिजनेसमा चाहिँ इन्भेस्ट गर्नुहुन्छ। सो दे आर कल द इन्भेस्टर क्या है, बायर मात्रै भन्नु मिलेन क्या, इन्भेस्टर हुनुहुन्छ। र उहाँहरूको बिजनेस पनि भयो क्या। अब त्यो पहिला जसको थियो त्यसको थियो, त्यसबाट गएर बिस्तारै बिस्तारै हामीले पनि इन्भेस्ट गर्दै गयो, त्यो हाम्रो भयो। हामीभन्दा डाउनलाइनमा पनि जति आउँदै जानुहुन्छ जोइन गर्दै जानुहुन्छ उहाँहरूले इन्भेस्ट गर्नुहुन्छ। सो दे आर द इन्भेस्टर एन्ड दे विल बी द सिइओ अफ द्याट बिजनेस। म चाहिँ यसरी बुझ्छु। अब बिन्ता सिसलाई के एड गर्न मन लाग्छ यसमा? तपाईँले भनि नै सक्नुभयो। मलाई सो अपको कुरामा चाहिँ अलिकति जोड्न मन लाग्यो। अघि सुरेशजीले भन्नुभएको थियो नि होइन, अब आफ्नो बिजनेस चाहिँ अब कपडा पसलको एक्जाम्पल दिनुभयो। पसल खोल्नु भयो, तर पसल चाहिँ आज गएर पसल खोल्नुभयो, भोलि तपाईँलाई अल्छी लाग्यो, भोलि बन्द गर्नुभयो, पर्सि गएर फेरि एकछिन 2 घन्टालाई खोल्नुभयो, निको पर्सि बन्द गर्नुभयो भने तपाईँको बिजनेस चल्छ त होइन। सो द्याट इज सो अप के। अब हामी अनलाइन स्पेसमा छौँ, डिजिटल फिल्डमा छौँ। सो यु हेभ टु सो युर सेल्फ इन द डिजिटल फिल्ड ग्लोबल्ली, यु हेभ टु सो अप, द्याट्स युर बिजनेस के। सो अपको कुरामा मात्रै मलाई जोड्नु मन लाग्यो अलिकति होइन। वन्दना सिसले अरू कुरा त भन्नै हाल्नुभयो। हस्, थ्याङ्क यू।
थ्याङ्क यू विनिता सिस फर मेकिङ द टाइम होइन यति सर्ट नोटिसमा नि आएर चाहिँ स्टेजमा चाहिँ होइन एज अ गेस्ट स्पिकर आएर चाहिँ यति हाम्रो भ्यालुएबल इनपुट्सहरू चाहिँ हाम्रो अडियन्सहरूलाई बताइदिनु भयो होइन जो पनि चाहिँ बिजनेस गर्ने सोचमा हुनुहुन्छ तर चाहिँ अलिकति पछाडि हटिरहनु भएको छ उहाँहरू चाहिँ आई होप दे आर अलरेडी क्लियर नाउ होइन अञ्जनी चाहिँ एउटा कमेन्ट रहेछ पढिहालौँ ल बिफोर वी गो श्वेता अनलाइन श्वेताले राखेको रहेछ हेर्नु वाचिङ लाइभ फ्रम काठमाडौँ नेपाल भनेर थ्याङ्क यू श्वेताजी थ्याङ्क यू फर वाचिङ अस लाइभ सो जति पनिले हाम्रो चाहिँ लाइभमा अहिले हेरिरहनु भएको छ या पछि चाहिँ हाम्रो रिप्लेमा हेर्नुहुन्छ र हजुरहरूले चाहिँ होइन बिजनेस गर्ने सोचमा हुनुहुन्छ सो आई होप दे आर अल क्लियर अबाउट आवर बिजनेस होइन वाट बिजनेस वी आर रनिङ होइन र हाम्रो बिजनेस चाहिँ अरू बिजनेसभन्दा चाहिँ किन स्ट्यान्ड आउट गर्छ भन्ने कुरा चाहिँ आई थिङ्क दे आर अल क्लियर So please just follow the steps, whatever. Then we are here to guide you all the steps. We are here to guide you for all your journey. So अञ्जनी चाहिँ जानुभन्दा अगाडि हजुरलाई के भन्न छ हाम्रो अडियन्सहरूलाई या हाम्रो गेस्ट स्पिकरहरूलाई अब लास्टमा चाहिँ म हाम्रो सुरेशजी बिन्ताजी हुनुहुन्छ उहाँहरू चाहिँ हाम्रो जुन सर्ट इन्भिटेसनलाई चाहिँ एक्सेप्ट गरेर आउनुभयो त्यसको लागि एकदमै थ्याङ्क यू भन्न चाहन्छु सुरेशजी हजुरको टेक्निकल प्रब्लम हुँदा हुँदै पनि यो लाइभमा जोडिराख्नु भएकोमा तपाईँलाई चाहिँ धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच Thank you so much for inviting us. हुन्छ Have a good night. Thank you very much for inviting. Thank you सुरेशजी थ्याङ्क यू Happy New Year सबैजनालाई Happy New Year. Happy New Year. Happy New Year. हुन्छ